गाइजहरू हामी चाहिँ 99 पसल भएको गङ्गोको गढस्थान हेर्नु होला। यहाँ साथीहरूले लिँदैछन्। के लिने चाहिँ के हो तिमीले? ल चाहिँ टिस्यु लानुपर्ने लगेर है। यहाँ सबै सामान छ गाइजहरू साथीहरू, हजुरहरू नै भिजिट गर्नु होला। बस गिफ्ट हो लिने हो। ए सरी ओ ल यो देखाउ त यो के अरे भनिदेऊ त एकचोटि। सुज के यता 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 हेरेर यो चाहिँ सुज टिस्यु सुज पुछ्ने होइन। सामानहरू कस्तो लाग्यो तिमीले? यहाँ हेर चप्पलदेखि लिएर रिङहरू सबै छ क्या, एयरपिनहरू सबै छ। यता उता हेर न, उता ठुलो मान्छेले लिन्छ। क्युट क्युट छ है। ए यो गमला क्या होइन। मैले यहाँ कसरी गर् यो अब हामी उता गएर लिएर जानुपर्छ अब यस्तै। यता हेरेर ल यो साथीहरू आएको है। यो सुज पुछ्ने टिस्यु म कति सजिलो भएको नि यो बसी। ए सामान राख्ने उसले नि एउटा लिएँ साथीहरू, हजुरहरूलाई चाहिन्छ भने पनि लिन सक्छ। औठी हो क्या यो औठी। यस्तो होइन मिलेन डन्ठी। कस्तो राम्रो हो त। हामी चाहिँ आज यहाँ घुमघामको लागि आएको है। कति राम्रो राम्रो क्युट क्युट कसैले किनिदिनु मलाई। कति राम्रो यो बच्चा यो चाहिँ रिसाको क्या होला ल। सानो सानो बच्चाहरू मोटे टाउको ठुलो भएको बच्चा। अनि यो कति राम्रो ल चाहिँ अब चाहिँ हामी हिँडेको अवस्था। अब चाहिँ हामी लाग्दैछौँ साथीहरू। कति गरे यो? 20 रुपियाँको खाएर हामी 30 रुपियाँको खाएर हामी गङ्गाको घुमिरहेको छ गाई। हामी 4 जना। त्यसलाई त कति फाइदा 30 लिएँ अनि ड्याङ्गे यस्तोको चाहिँ अब के बुझ्नु गुलियो मात्रै खान्छ। मिठो नि छ छैन मिठो छैन। सबसे मिठो मान्छेले लाग्यो होला। आफ्नो चाहिँ के ल्याएर बेसीको साग है गाई। त्यो चाहिँ हामी त्यो माथि पिपलको रुख छ अरे, त्यहाँ बसेर केलाएर आउनु हो। गाइजहरू हामी सृजना टोलबाट हामी यता माथि कति बस्छ गाइजहरू। यहाँ चाहिँ पानी पाउने ठाउँ छ। साग केलाउँदा यहाँ चाहिँ हामी के को साग हो साथीहरू? साग राम्रोसँग देखाउँदा बेथेको साग एकदम राम्रो हो। यो बेथेको साग स्वास्थ्यको लागि चाहिँ एकदमै मनपर्छ। यो चाहिँ मलाई केलाइदिँदैछ नि साथीहरूले। हामी यहाँ घुम्न आएको जहाँ कदर हुन्छ, जहाँ इज्जत हुन्छ, जहाँ माया र आफ्नोपनको आभास हुन्छ नि, त्यहाँ उपस्थितिको पनि बेग्लै मजा हुन्छ।